नमस्कार। बैरानी सामुदायिक सिकाइ केन्द्रको आयोजना र धादिङ गल्छी गाउँपालिकाको समन्वयमा भएको यो दोस्रो तहको नौमती पञ्चेबाजा तालिमको लागि हामी सिन्धुली कलाघरबाट प्रशिक्षक सञ्चिता थापा मगर, रुबिना पुलामी मगर र म पार्वती थापा मगर हामी तीनजना आएका छौँ। नौमती पञ्चेबाजा तालिमको लागि हामीलाई प्रशिक्षकको रूपमा योग्य ठानेर निमन्त्रणा गरिदिनु भएकोमा आयोजक परिवारप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। यदि हजुरहरूलाई पनि नौमती पञ्चेबाजा तालिमको लागि प्रशिक्षक आवश्यक परेमा हामी सिन्धुली कलाघरलाई सम्झिन सक्नुहुनेछ। अहिले चाहिँ हामीले 2वटा बाजा समूहलाई प्रशिक्षण गराइरहेका छौँ। अस्ति चाहिँ भने हामीले छाँगादेवी नौमती बाजा समूहको आमा दिदीबहिनीहरूको परिचय र उहाँहरूले कस्तो बजाउनु भयो भनेर भिडियो ल्याइसकेका छौँ र आज चाहिँ भने हामी अमलेश्वर नौमती बाजा समूहको आमा दिदीबहिनीहरूको परिचय र उहाँहरूले कस्तो बजाउनुहुन्छ भनेर भिडियो मार्फत देखाउनेछौँ। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला है त। नमस्कार, अमलेश्वर नौमती महिला बाजाको अध्यक्ष म कविता सुवेदी पौडेल अहिले सनै सिक्दैछु। नमस्ते, मेरो नाम अनिता लामा पन्थ, म अमलेश्वर नौमती बाजा समूहको सचिव र म सनै सिक्दैछु। नमस्कार, मेरो नाम कान्छी वाग्ले, म सनै सिक्दैछु। नमस्ते, मेरो नाम देवकी भुजेल हो, सनै सिक्दैछु। नमस्ते, मेरो नाम जयन्ती अधिकारी, म झुल्न सिक्दैछु। नमस्ते, मेरो नाम चाहिँ कमला पन्थ हो, म चाहिँ ढोलकी सिक्दैछु। नमस्ते, मेरो नाम जिना भुजेल हो, म दमा बजाउँछु। नमस्ते, मेरो नाम विष्णुमाया बस्नेत, म दमा बजाउँछु। नमस्कार, मेरो नाम अप्सरा पण्डित, म झुरमा बजाउँछु। नमस्कार, मेरो नाम पुष्पा नेपाल अधिकारी, म टेम्पो बजाउँछु, साथै ढोलकी पनि सिक्दैछु। नमस्कार, मेरो नाम सङ्गीता भण्डारी, म टेम्को बजाउँदैछु। नमस्कार, म राधिका खतेवडा, म नरसिंह बजाउँछु। नमस्कार, म राधिका भुजेल, नरसिंह बजाउँछु। नमस्कार, म सीता भण्डारी, नरसिंह बजाउँछु। नमस्कार, मेरो नाम सानु रिमाल, म नर्सिया बजाउँदैछु। मेरो नाम अप्सरा पण्डित, म अमलेश्वर महिला नौमती बाजाको उपाध्यक्ष। मलाई चाहिँ यो हाम्रो बैरिनी सामुदायिक केन्द्रले सिन्धुली कलाहरूको बहिनीहरू यहाँ ल्याएर हाम्रो चाहिँ सम्बन्ध एकदम राम्रो बनाइदिनु भएको छ। बैरिनी सामुदायिक केन्द्रलाई एकदम धन्यवाद दिँदै र हामीलाई सिकाउने सिन्धुली कलाहरूको बहिनीहरूलाई नि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अर्को चाहिँ हामीले बाजा सिक्न पर्दा चाहिँ सिन्धुली कलाहरूको बहिनीहरूलाई कहिले नै नबिर्सिनु होला र फेरि सिन्धुली कलाघर चाहिँ जाने हामी जमर्को गर्दैछौँ। धन्यवाद। नमस्कार, म कविता सुवेदी पौडेल। यो बाजा सिकाइको 10 दिने तालिममा छौँ अहिले हामी सबैजना। सर्वप्रथम त हाम्रो यो सिकाइको लागि आउनुभएको हाम्रो म्यामहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु र यो सिकाइमा हामीलाई सिप सिकाउनको लागि पठाउनु हुने म्याम सर उहाँहरूलाई पनि यहीँबाट धन्यवाद दिन चाहन्छु। र अहिले म सनै सिक्दैछु। सनै देख्नलाई जति सानो र देख्दाखेरि यो जसले नि बजाउँछ भनेर मान्छेहरूले यो त जसले नि बजाइहाल्छ नि भन्छन्, तर त्यति सजिलो रहन्छ। तर हामीलाई अहिले म्यामहरूले जसरी सनै सिकाउनु भएको छ त्यो एकदम राम्रो र सजिलोसँग सिकाउनु भएको छ। सिक्न त हामीले पहिला पनि सिकेका हौँ यो के अरे बाजा, थोरै थोरै आम्दानी पनि गरेर हिँड्यौँ। तर त्यो आम्दानी गर्न हिँड्दाखेरि होस् अथवा सिक्दाखेरि होस्, अब पहिलाको गुरुहरूलाई पनि त म धन्यवाद दिन चाहन्छु, किनभने उहाँहरूले बाजाको यो सुर ताल बाजाको नाम के हो हामीलाई सबै सिकाउनु भयो। त्यसको लागि अहिले हामी नयाँबाट सिक्नु परेको त छैन, भए पनि बाजाको यो अहिले जुन सनै छ त्यो सनै चाहिँ हामीले भन्नलाई लेभल 2 भनिएको छ, तर हामीले 0बाट नै सिक्नु परेको छ। यसको लागि यो 0बाट सिक्दाखेरि हाम्रो म्यामहरूले हामीलाई एकदम सजिलो र राम्रो तरिकाले सिकाउनु भएको छ। यसको लागि फेरि पनि धन्यवाद भन्न चाहन्छु।
हाम्रो म्यामहरूले अझै पनि राम्रोसँग हामीलाई सिकाउनुहुन्छ। अझै पनि हामी फेरिका दिनहरूमा पनि म्यामहरूसँग सिक्न पाउँछौँ भन्ने आशा राख्दछु र हाम्रो वडा अध्यक्ष के अरे सरलाई पनि यहीँबाट धन्यवाद दिन चाहन्छु। उहाँको पहलमा नै हाम्रो सिन्धुली कलाघरबाट हाम्रो दिदीबहिनीहरूलाई यो बाजा सिकाउन त भनेर उहाँको धेरै पहलमा यो सिकाइ आएको हो र यो साथसाथै सिकाइ केन्द्रलाई पनि धन्यवाद दिन चाहन्छु र अब आउने दिनहरूमा हामी अझै राम्रो गर्दै जानेछौँ र म्यामहरूलाई हामीलाई फेरि आवश्यक परेको खण्डमा म्यामहरूलाई हामी फेरि पनि कन्ट्याक्ट गर्नेछौँ र यसमा हामी धेरै मेहनत गरेर अब धेरै दिन त छैन, अब 3 दिन बाँकी छ हाम्रो। यसमा हामीले अब एउटा भाका कम्प्लिट गऱ्यौँ, अब अर्को ठाडो भाकामा सुरु गर्दैछौँ। अब यो 3 दिनमा अझै धेरै सिक्नु छ र सिक्छौँ भन्ने आशा राख्दै बिदा हुन्छ। हस्त फेरि पनि मेरो नमस्कार। बैरिनी सामुदायिक केन्द्रलाई धेरै धेरै धन्यवाद। हामीलाई सिन्धुली कलाघरबाट के अरे दोस्रो चरणको पञ्चबाजा सिकाइ यस्तो राम्री बहिनीहरूलाई ल्याइदिनु भएकोमा उहाँलाई सिकाइ केन्द्रको मान्छेलाई धेरै धेरै धन्यवाद। वडा अध्यक्षलाई नि यहीँबाट धेरै धेरै धन्यवाद भन्छु। फेरि सहयोग गर्नु होला भन्न चाहन्छु। उहाँको मुख मात्रै राम्रो होइन, एकदम सिकाइको स्टाइल पनि असाध्यै राम्रो रहेछ। मलाई यो पहिला ढोलकी बजाउँथ्यो, अहिले यो बजाउनु मन लाएर चाहिँ नि सिक्न लगाएको साह्रै गाह्रो हुँदो रहेछ र सबै के अरे म्यामहरूलाई धेरै धेरै धन्यवाद। प्रशिक्षक बहिनीहरू चाहिँ असाध्यै राम्रो हुनुहुनेछ। मेरो घरमा बस्नु भएको, हाम्रो घरमा बस्नु भएको छ। कस्तो लाग्यो उहाँहरूलाई पनि एक शब्द बोल्नु भनेर भन्न चाहन्छु। एक शब्दमा राम्रो लाग्यो।